Hello guys, what's up? Take two. Hello guys, what's up? Hello guys, what's up? Welcome to another New day, new new vlog. day and new vlog. सबैजनालाई स्वागत छ। सबैजनालाई स्वागत छ है। हाम्रो चाहिँ नयाँ होला। नयाँ भन्दा नि हैन। आज फेरि नयाँ ट्रिप हैन? नयाँ यात्रा हैन। अँ। त्यस हामी हरेक हैन आइतबार चाहिँ नयाँ ठाउँ जाने गर्छ भने यसो किन सधैँ काम 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 काम, काम कति काम काम, गर्ने कि यति कहिले होइन। कस्तो त हप्तामा एकदम नयाँ। फ्रेस हुनु पर्यो नि हैन एकदम लाइफ पनि fresh। इन्जोय गर्नुपर्छ कहिले कस्तो सधैँ काम काम भन्छ, काम हैन? गरेर नि हुँदैन नि अनि हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दै हामी चाहिँ आज कता जाँदैछौँ अब चाहिँ भन्दै एकदम सिक्रेट है यो पछिल्लो आज आज हाम्रो यहाँ गर्मी महिना लागेर पनि हिउँ पर्ला जस्तो चिसो छ मौसम त पानी पर्ला जस्तो अहिले पानी पर्ला जस्तो भयो होइन झुमझुमाहरू बस्यो यता नि के हो झुमझुमाहरू बस्यो के हो हेर ठिक छ के हो यस्तो भयो नि वेदर हेर्नु वेदरमा कस्तो छ आज वेदर पनि लास्ट चिसो होइन मौसम कस्तो छ भन्दै मौसम त आज त एकदम चिसो छ त्यस आज गर्मी महिना सुरु भइसक्यो तै पनि यहाँ होइन पानी र हिउँ पऱ्यो टोडसमा टोडस जाने हो यो अब यहाँ पनि हिउँ पर्ने सम्भावना एकदम धेरै छ तर अहिले सिमसिम चाहिँ पानी परिरहेछ तर अब फेरि सायद हिउँ पर्न सक्छ होला यसो फेरि हामी जानेवाला छौँ यही बाटो सेम होइन सेम बाटो तर हामी डेस्टिनेसन चाहिँ फरक छ यार फरक आज गएर टक्क होइन यसो हल्का सपिङ होइन shopping पनि छ, हल्का रिफ्रेसमेन्ट यसो बजारहरू डुल्ने होइन यसो नयाँ ठाउँमा यसो कहिले कसो गइराख्नुपर्छ कि कस्तो हातै दुख्दो रहेछ नि फेरि तर यारमा एउटा डन्टा किन्नु पर्यो होइन यसको डन्डा किनेर काम छ हुँ? डन्डा किनेर काम छैन सर फेरि आउने झिलिमिली गराउने होइन अनि नदेखाउने पऱ्यो अरे चारो हालेर टक्क होइन चिली जोड्यो भने उडाइदेऊ गरेर दिनु सक्छ त्यहाँ जोडीहरूको है आज सन्डे होइन केटा स्कुटर लिएर आइसक्यो है तर तिम्रो जोडी कहिले हुन्छ मेरो जोडी कोही सम्झिने भयो म सिङ्गलै ठिक छु सिङ्गलै ठिक छ सिङ्गललाई रक्स हो क्या यस्तो खालको एकदम रक्स यस्तो खालको होइन सानो खालको होइन नि ठुलो खालको या धेरै गुम्बारे यस्तो यस्तो यो एङ्गलमा चाहिँ दामी आउँदैछ यो स्ट्रेट है तिमी अगाडि हिँड नि त पर्सनल छ है फेरि पर्सनल छ है विदाउट पर्सनल भेहिकल्स 30 लाख हो 30 लाख हो है फेरि यस्तो सर्भिसिङ गर्न भ्याइरहेको 30 लाखको लिएर चट जुन जाने लिँदैन नि म फेरि सिधै 30 लाख मतलब छैन यस्तो पैसाको मतलबै ए कस तिमीले चाहिँ भयो अहिले चाहिँ मलाई मन पऱ्यो है पैसाको मतलब हुँदैन है यस्तो जाने हाम्रो यो नेपालको एउटा बिल्डिङ जस्तै छ होइन यो काण्ड चलेको बिल्डिङ जस्तै छैन यो त्यत्तिकै बसेको यसको मतलब छैन भूत बङ्गला होइन यहाँ मान्छे भराले मरेको हुने यहाँबाट अस्ति सुसाइड हान्दै सुसाइड हान्दिएको अरे ल यहाँ सुसाइड नेपाली दिदी बहिनीहरूले देखेको फेरि फेरि है धनाम यो बङ्गलाबाट टक्क सुसाइड हान्नलाई यहाँ आउँछ मान्छेहरू सुसाइड स्पट हो क्या अरूको पिकनिक स्पट डेटिङ स्पट हुन्छ यो चाहिँ हाम्रो सुसाइड स्पट त्यो चाहिँ सुसाइडको लागि स्पेसली फर सुसाइडको लागि राखेको होइन त्यहाँ अगाडि नि बिल्डिङ राख्नु पनि है बोर्ड हो के बोर्ड ठुलो दिस इज फर सुसाइड स्पट भनेर जिममा जोइन गर्नु बोलाएको छ है सरी बनाएँ मै हो खतरामा होइन होइन जोस हुनु पऱ्यो क्या हरेक चिजमा तर फेरि है यहाँ जोस चाहिँ बवाल है केटाहरू पानी पर्ला जस्तो छ छाता पनि देखेन आज त फेरि हिरो सानोतिनो त मतलब राख्दैन नि होइन सानोतिनो केही बाल हुन्छ सानोतिनो बाल हुन्न हामी असिना पर्दा त हामी यत्तिकै हिँड्छौँ यत्रो यत्रो हर्छ सानो कत्रो कत्रो रे
यहाँ बरु साथीहरू यत्रो यत्रो असिना पर्छ अरे मलाई थाहा छैन होइन यो बरुले मैले देखेको छ यो बरुले देखेको छ असिनाहरू पत्र कति वर्ष अरे म धेरै भएन 6-7 महिना मात्रै भयो यहाँ ए पुरानो हजुर रहेछ कति कुराहरू देख्न बाँकी नै मैले देख्ने बाँकी छ मैले देखेँ म त 6-7 महिना भयो अरे साथीहरूले त होइन मलाई थाहै छैन खासै होइन नयाँ नयाँ हो म यहाँ कत्रो बिल्डिङ क्या हाम्रो त मैले देखेको थिएन त्यत्रो बिल्डिङहरू म आज नयाँ बाटो हिँडाउँदैछु होइन साथीलाई अब नयाँ बिल्डिङ अग्लो बिल्डिङ देख्न पर्ने हुन्छ म साइको भइसक्यो क्या बिल्डिङ देखेर होइन कत्रो बिल्डिङ आमा यो त कहाँ यो त कस्तो सफा ठाउँ यो कहाँ विदेशै जस्तो लागिसक्यो क्या मलाई हेर साइको भएर त्यो बिल्डिङ कस्तो होइन लास्टै मैले देखेको थिएन यस्तो यस्तो अनि यो पनि साइकल हो हाम्रो यो चाहिँ 35 करोडको है लाभारिस हुन्छ यहाँ फेरि बिच बाटोमा त्यही बोल्दै पब्लिकको लागि हरेक चिजको सुविधा क्या यहाँ चाहिँ हरेक चिजको सुविधा पब्लिकहरूको लागि होइन फुलहरू छ यस्तो सही हातै दुख्छ हाम्रो चियान घाट आइसक्यो अलिक राम्रो देखाउन सर ए चियान घाट थियो चियान घाट यहाँ छ चियान घाट होइन जस राम्रै चियान छ चियान पनि छ साथमा एक चर्च पनि छ यहाँ सँगै छ क्या सँगै यस रातिको 1-2 बजे नि यहाँ पक्का तर्साउँछ नि तर्साउँछ यहाँ होइन तर्साउँछ होइन तर्सिन्छ म अस्ति एकचोटि होइन रातिको ठ्याक्क 1 बजीतिर हिँडेर होइन खस गर्छ के रहेछ नि सट्ट गरे पछि तर्साएको पो रहेछ म एक्लै भए चाहिँ तर्सिन्थेँ होला होइन मसँग एकजना साथी साथी गएर होइन म खासै तर्सेँ होइन तर्साउन चाहिँ खत्रै कोसिस गरेको मलाई ठाउँ एकचोटि यो ठाउँ होइन यहाँ छ यहाँ पर चियान घाट छ यहाँ पुरा मान्छे सुतेको छ होइन यहाँ छ तर तिम्रो होइन तिमीलाई किन नतर्साएको थाहा छ किन तर तिम्रो ग्रह र होइन तिम्रो ग्रह चाहिँ लास्ट स्ट्रङ खाले ग्रह हो के तिम्रो ग्रह र अनि त्यो भूतको ग्रह मिलेन के हो कि नै भन ल होइन आएको मसँग अम्फाला लाग्थ्यो होइन अम्फाला लाग्नुभन्दा पहिले मेरो वरिपरि कवच आइदियो कि होइन कवच चाहिँ पुरै छिक्दियो फर्कियो खुट्ट क्या त्यो फिङ्गर हुन्छ त्यस्तै साइको होइन र गाइज अब भूत शुद्ध डराउने ग्रह छ यो साइडसँग होइन बरुसँग लास्ट खतरा ग्रह छ है अलिकति बचेर है जो पाइदैले तुनामा नलाउने सक्दैन है फेरि है त्यही भएर सिङ्गल हो त्यही भएर अहिलेसम्म सिङ्गल भर्जिन है ल लाजै लाग्दो कुरा हो कति 5वटा मात्र हो फेरि 5वटा होइन होइन हो एउटा नि छैन 6 ठाउँको लागि कोसिस छ है जहिले सन्डे बाहिर जान्छ है आइए हाम्रो फेरि अर्को यहाँ 6 आउँदैछ होइन अहिले भेट्नुपर्छ त्यसलाई होइन मासु लभर हो फेरि त्यो बरु चाहिँ मासु भनेको बिहानै फोन गरेँ मासु सबै किन्न जाने आज के को मासु खाने कुरो भन आज के चाहिँ खाने भन्दा अब यसो विचार गर्दा यहाँ क्रोकोडाइल मजाले पाउँछ क्रोकोडाइलको मासु खानु पर्दा उत्सरपट्टिको क्रोकोडाइल है बब्बाल हुन्छ क्रोकोडाइलको मासु लभरलाई दिने हाम्रो पानी पऱ्यो यार तर पानी परिसक्यो हेर्नु तिमी छौ र त संसार चलेको छ नि कति ह्यान्डसम छ यो बुढोमा कसम कोही केटीहरू छ नि लास्ट लाउरेको फेरि है लाउरे त खतरा है फेरि है खतरा ट्रेनर है यो मान्छेले केही कामै नगरिकन यिनीहरूलाई ट्रेनिङ गरेर नि पछि बुढी पालिदिन्छ यस्तो खतरा चाहिँ म एउटा स्टुडेन्ट भइसक्यो म यो मान्छेको खतरा स्टुडेन्ट है फेरि बेस्ट कस्तो फेरि 6 प्याक निस्किसक्यो नि त 6 प्याक त कुरै न यस गुरु 8 प्याक निस्किसक्यो 6 प्याकको कुरा छोड्दिनु तर होइन यस्तो छ मौसम फेरि त लास्ट खिचिदिइहाल्ने त नि यस्तो पानी आइरहेको छ छाता उडेर हिँडिसक्यो मान्छेहरूदेखि नै मान्छेहरू छाता उडेर हिँड्नु थालिसक्यो आधी हुरी आओस् होइन बतासदेखि हेरोस्
यो बिल्डिङको डिजाइन चाहिँ खतरा लाग्यो तर डिजाइन बवाल रहेछ यो डिजाइन चाहिँ बवाल रहेछ तर बिल्डिङ हेर नै बिल्डिङ बवाल छ त्यस मेरो फ्युचर हो म भविष्यमा यस्तो भन्छु Peace. Peace.